आज हामीसँग 4 जना साथी छ। एकजना यता युनिस हेलो भन्दै हेलो भन्दैन ल तिमी ल तिमी हेलो ओके जसको मुख देखेर पनि छिन्छ त्यसको मैले मुखी च्यातिदिन्छु है ल आज हामी कता जान कस्तो फरमाइदेऊ न जाम न यसो हेरेर राम न एकचोटि बन्द नहुन हैन बन्द छ के तिमीलाई थाहा 5 बजे बन्द तिमी ज्योतिष हो ज्योतिष त हो नि म साइन्टिस्ट हो नि त ल हात हेर्दैौ न त मेरो तिम्रो छिटै बिहे हुन्छ ल म तिमीले हेरिदिन्छु अब ल तिमीले हेरिदिन्छु देऊ त हैन तिम्रो हट न तिम्रो मम्मी एउटा केटी हो हैन अनि तिम्रो बाउ चाहिँ केटा हो अनि तिमी चाहिँ एउटा केटी हो अनि तिमी मेल हैन तिमी फिमेल हो अनि त्यसरी भन्नु पाइन त्यो तिम्रो हात हेरौँ त ए के हेर्नु छ ज्योतिष हो कि ज्योतिष ज्योतिष भयो नि ज्योतिष ल हेर्दैौ न त ल ए 10 वटा बच्चा हुन्छ ए हो अरे 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 तालु तालु केटीसँग बिहे हुन्छ हेरिदिउँ ल तिलुको हेर्दैौ ल तिलुको हेर्दैौ यो यिनको त युन्तासँग बिहे हुन्छ युन त तैँले यो भिडियो मजाकमा भनेको यो सबै अनि 50 वटा बच्चा हुन्छ हेलो भन्दै हेलो भन्न दूर युन त 50 चोटि प्रेग्नेन्ट हुन्छ युन त 50 चोटि प्रेग्नेन्ट ओए हेरै सिरियस त सिरियस धेरै सिरियस हामी यो मजाकमा भनेको साथी भिज भयो साथी भाइ दाजुभाइ यस्तो मजाक भइरहेको छ साथी युनिसको हेर्देऊ ल युनिसको हेर्देऊ खै यो चाहिँ भविष्यमा गएर 1 किलो गाँजा एकचोटि खान्छ तिमीहरूलाई हेर्देऊ ए युनिस ठुलो अनि त 1 किलो गाँजा मेरो यस्तै हेर्देऊ न ल हेर्देऊ ओहो तिलेले त के हो जता त्यतिबाट रक्सी हाला जस्तो लाग्यो मलाई बम्बु यो ओइ यिनी त तोपे हुन् तिले अब 2 वर्षपछि आजको सबै भविष्यमा के हुन्छ सबै अहिले नै भनिसकेका छन् कसैलाई हेर्न मन लाग्छ भने भन्यो हुन्छ है मैले हेर्छु ज्योतिष हो यिनी यिनले भनिदिन्छ नि 5 रुपैयाँमा पुरै भनिदिन्छ नि यिनले 5 रुपैयाँ त यो त्यति मिलाइदिन्छन् फेरि भनेको जति सबै मिल्छ है ज्योतिष हो नि ज्योतिष है 5 रुपैयाँमा सबै मिलाइदिन्छु है मेरो नाम चाहिँ टक्कु बाबा अनि अरु बाबा है मेरो नाम ए टक्कु बाबा हो नि हामी धाई भन्दै ओएल फ्री फायर खेलेको रे के हामी धाई भन्दै कुन गेम खेलेको तिमीले हाई भनेको सुन्न हाय बाई ल देखाइदिउँ न त कुन गेम खेलेको ए यो अघि देखाइसक्यो नगर्नु मोटेले गेम खेलेको रे नगर्नु गरे हाई भन्दै आशिष हाई भन्दै तैँले अघि नै भनेको थिएनस् आशिष हेलो घुमाउरो सर्ट हान न घुमाउरो सर्ट हैन ओइ त्यस्तो हान्दियो ओइ ल चाहिँ धगालिदिन्छ त सर्टै हाल्ला जस्तो लाग्यो मलाई ल हान्यो भनिदियो आशिष भाइले दरो थेरापी हान्छ ल कोही ज्योतिषले भनिदियो आशिष भाइले आज सर्टै सर्ट हान्छ नानै हुने त रोइदिन्छ ओके रुन नि बेला लाग्दैन भाइ क्लासमा के भनेको सोच भन त ओए रुक ज्योतिष हेर्नु पर्यो मोबाइल छोरा त खान्छ मोबाइल छोरा त अफिसमा जानुपर्ने अवस्था लाग्छ अहिले हान्ला भरे त्यसले खानु त उही त तिमीहरू माथि गराऊ म तलै होइन न त्यसले रक छाडिदिनु नि गल्ती त छैन नि त रक छाडेको खै कहाँ हैन खाना ड्रिङ देखाइदेऊ न त तिम्रो ए आयो ल क्लास ल मेरो छाता यही हो त मेरो जाँदा नि ए बिर्सिन आयो यार ले हामी दुईजना जाँदा नि यहाँ यतै ल के मेरो अड्कियो त निकाल त हामी दुईजना जाँदा नि यहाँ अड्कियो त चाहिँ ओ खान्छ त्यो निस्के ए छाता यही छोडेर गएको क्या हामीले यहाँ
चाहिँ दुईटा यहाँ छ अरू चाहिँ यहाँ छ ल के हान्छ ल बाँध्यो त मेरो ल्याउ म समात्दिन्छु के अब मलाई सिकाउने आफै अनि आफै त्यस्तो गर्ने त यताले ल के हो हिँड्न केही नै हुँदैन मायामा चाहिँ 4-5 झापडा हुन्छ त्यति हो जान त मोबाइल त हो है माया मिस हुनुहुन्छ ल माया मिसले चाहिँ यिनीहरूलाई केही गरेर भेट्छ शिवम ठिक छ ठिक छ है के हुन्छ के भन्ने र र मैले छाता बनाएँ मेरो पनि बनाइदेऊ न को र तिमी मेरो हेर न छाता मिलाएको तरिका हेर्नु नि तरिका मेरो भाइ हेर है कसको तेरो कसले हानेको रे कहिले कसको तेरो टाउकोमा लाग्यो मुखै बुढालिदिने अरे के मुखै बुढालिदिने माया मिसको अगाडि गएको चुपचाप मान्छे त यहाँ आएर त मुखै बुढालिदिन्छ अरे भ्लग बनाउने होइन बोला न कसको अघि नै भ्लग बनाएको तरिका देखेर के यसको यहाँ हाँसो लगाएर मलाई फेरि भन्दैन त ल त्यो अघि नै जहाँ भन्थिस् भ्लग बनाउँदाखेरि नचला न तिम्रो भविष्यवाणी गर्छु हातले मेरो खुट्टाको भविष्यवाणी गर नि त भविष्यवाणी गरिदिन्छु कि हट्टा बस तिमीले एउटा खोस्टी केटीसँग बिहे गर्छौ तर त्यसलाई फेस चाहिँदैन मैले कस्तो घोक्का केटी पाउँछ तिमीले फेरि त्यसलाई मन पराएको हुँदैन ए तिम्रो पहिला तिमीले रोजेको केटीसँग तिमीले बिहे गर्न सक्दैनौ तिम्रो मम्मीले भनेको केटीसँग तिमीले बिहे गर्नुपर्छ म बिहे नै गरिदिन्छु बिहे गरेर नानी तिमीलाई घरबाट लखेडिदिन्छ 20वटा बच्चा जन्माउनु भइसक्यो कहिले झन्झर रहेछ यार 100वटा बच्चा जन्माउनु भइसक्यो तिम्रो अरे भाइ ओके त्यसलाई गो त भन्छ कि त्यसले भन्छ कि यसले मलाई इनका आँखा र इनका आँखा एउटै खालको हेर नि यता हेर इनका आँखा र इनका आँखा एउटै खालको केटा अन्त सम्म त ह्यान्सी त ह्यान्सी नै रहेछ नै एउटा केटीले 12 बजे दाइ हजुरको ब्लगको नाम भन्नु न समीर मगर 6 च्यानलको नाम हो त्यो त भाइ गुहिल त सिंगल उसब दाइ गर त एकचोटि सब्सक्राइब